सुस्केर हाल्दै पहाडबाट छङछङ आएर झरना झरझराउँछन्। तिमी बाँच्नुपर्छ छोरा, तिमी आँखाका नानी हौ अनि बुवा आमाको छहारी हौ। ती आमा जो रुखको छहारीमा बसेर त्यो छोरोलाई पर्खिरहेछिन्, उसका यादहरूलाई सँगालिरहेछिन् अनि उनको त्यो पहिलो पाइला देखिरहेछिन्। वैशाख महिनाको 4 गते अर्थात् माता तीर्थ औँसी, यस उपलक्ष्यमा विद्यार्थी भाइ बहिनीहरूद्वारा प्रस्तुत गरिएको आमा शीर्षकमा रहेका विभिन्न लेख रचनाहरू हामी सुन्नेछौँ। मेरी प्यारी आमा, तिमीसँग एउटा गुनासो पोख्नु थियो, पोखौँ त? मेरी प्यारी आमा, तिमीसँग एउटा गुनासो पोख्नु थियो, पोखौँ त? के म तिमीबाटै जन्मेको तिम्रै अंश होइन त? किन गर्छौ मसँग यति घृणा? के म दिदी र दादा जस्तै तिम्रै सन्तान होइन त? किन गर्छौ मसँग यति घृणा? के म दिदी र दादा जस्तै तिम्रै सन्तान होइन त? यदि मबाट भुल भएको छ भने माफी पाऊ, यदि मबाट भुल भएको छ भने माफी पाऊ। एकचोटि मात्रै भए पनि बसिहेर्देऊ न मेरो ठाउँ। आफ्नै जन्म दिएका बुवा आमाले पनि नरोज्दा कति दुख हुँदो रहेछ पीडा र कति दुख्दो रहेछ मन। आफ्नै जन्म दिएका आमा बुवाले पनि नरोज्दा कति हुँदो रहेछ पीडा र कति दुख्दो रहेछ मन। म पनि त आखिर मान्छे नै हो, नलाइदेऊ न यस्तो वचन। तिमी भन्छौ म जस्तो सन्तान कसैले नपाओस्, म भन्छु म जस्तो दुर्भाग्य कसैको भाग्यमा नआओस्। मैले पक्कै पनि केही अपराध गरेको हुनुपर्ने छ, मैले पक्कै पनि केही अपराध गरेको हुनुपर्ने छ। त्यसैले होला जहिले मेरो आँखा रसाएका र सायद जीवनभरि यसरी नै हुनुपर्ने छ। धन्यवाद। मेरी आमा, तिमी किन यस्तो छौ? मरुभूमिको चर्को घाममा शीतल रुखको छहारी जस्तो छौ। तिमी कसरी र किन यस्तो छौ? साउनको भारी बर्सातमा न्यानो आगोको ताप जस्तो छौ। आमा, तिमी किन यति विशाल र महान छौ? खडेरीको बेलामा परेको पहिलो बर्सात जस्तै छौ। तिमीले सधैँ मेरा साना हातहरू समातेर बाटो देखाइरह्यो। तिमीलाई यति निस्वार्थ प्रेम, ममता र प्रेरणा दिन कसले सिकायो? तिम्रो ममताको सुगन्ध फैलदा पारिजात पनि लजाउँछिन्। मेरा अन्जान पाइलाहरूलाई पनि तिमी साहसको रङले सजाउँछौ। म कसरी यी 2-4 शब्दहरूले तिम्रो बयान गरौँ आमा? तिमी त ईश्वरभन्दा माथि छौ, स्वर्गै तिम्रो काख हो। धर्म, शीतल, ज्ञान सबै तिमी हो। आमाको माया शीतलु छाया, आमाको माया शीतलु छाया, उनीको देह मेरो यो काया। कति पीडा सह्यो आमा तिमीले, कति पीडा सह्यो आमा तिमीले। म जे छु जहाँ छु तिमीले गर्दा छु अहिले। म सोच्थे पहिले सानो सानो कुरामा हराउँछु म जहिले, सानो सानो कुरामा हराउँछु म जहिले। अन्धकारबाट खोजी खोजी फिर्ता ल्याउन तिमी डराएनौ कहिले। तिम्रो मायाको पवित्रता बुझिन मैले, तिम्रो मायाको पवित्रता बुझिन मैले। त्यो न्यानो तिम्रो काख गुमाउन नपरोस् कसैले, त्यो न्यानो तिम्रो काख गुमाउन नपरोस् कसैले। तिमी पनि त कुनै समयमा डराएकी थियौ, तिमी पनि त कुनै समयमा डराएकी थियौ। जीवनका कैयौँ घातक प्रहारहरू अनुहारमा मुस्कान सहित लिएकी थियौ। आफन्तले ममाथि खनाएका प्राणघातक विषहरू आफैले पिएकी थियौ। मेरी आमा, आकाश सुन्ने यी ठुला पखेटा तिमीले नै त मलाई दिएकी थियौ। आमा, कति प्यारो छ यो शब्द, आमा कति प्यारो छ यो शब्द। तिमीलाई गुमाउने सोचले बनाउँछ मलाई स्तब्ध। आमा, कति प्यारो छ यो शब्द, कति प्यारो छ यो शब्द। सधैँ काखमा बस्न समयको साथ थिएन आमा, तिमीलाई नसम्झेको पनि कुनै रात थिएन आमा। डरमै सुत्छु, डरमै उठ्छु, तिम्रो साथ छुटेदेखि ढुक्कले ज्यान छोड्न तिम्रो काख थिएन आमा। कमी थिएन बाटैभरि खुट्टा तान्नेहरूको त मेरो उन्नतिमा फर्किन सक्ने नाक थिएन आमा। बा आमाको ममता बुझेँ मैले घर छाडेपछि, तिम्रो मायाभन्दा ठुलो करोड लाख थिएन आमा। 84 व्यञ्जन पनि खल्लो लाग्यो मलाई, तिम्रो हातले पकाएको साग थिएन आमा। घरदेखि टाढै भए पनि
बिग्रिने मौका पाएन। तिमीले दिएको संस्कार दाग थिएन आमा। नमस्कार। आज आमाको मुख हेर्ने दिन। साँच्चीकै आमाको माया शब्दमा बयान गर्न सकिँदैन। म आज एउटा कविता लेखेको छु आमाको बारेमा। कविताको शीर्षक रहेको छ आमा मेरो संसार। जब म लड्थेँ तिमी हात होइन सास भन्थ्यौ, जब म रुन्थेँ तिमी आँसु होइन मुस्कान भन्थ्यौ। आमा तिमी शब्द होइनौ, एक अनुभूति हौ जुन हरेक धड्कनमा बस्छ। भोक लाग्दा खाना दिने मात्र होइन, लाग्दा पनि माया खुवाउने तिमी। खाद्दा आराम होइन आफ्नो काख दिने तिमी। दुःख लुकाएर हाँस्ने तिमी, मेरो खुसीमा संसार बिर्सिने तिमी। आमा तिमी भगवानभन्दा कम छैनौ। यदि जीवन एउटा किताब हो भने पहिलो पाना तिमी हौ। अन्तिम साससम्म मेरो सबैभन्दा ठुलो शक्ति तिमी नै हौ। आमा तिमी मेरो पहिलो संसार हो र अन्तिम आशा पनि तिमी नै हौ। सन्ततिको दुःख हेर्न सक्दिनन् उनी, अत्तालिन्छन् गुमाउँछिन् होस अनि वेदनामा छटपटाउँछिन्। त्यसैले त उनी महान आमा हुन्, महान आमा हुन्।